हामीले यहाँ चाहिँ सम्पूर्ण एड्सहरूलाई अन गर्ने अप्सनमा हामी चाहिँ आइसकेका छौँ। म सबैभन्दा सुरुमा यो सेटिङहरू मिलाउनुभन्दा अगाडि चाहिँ म आफ्नो भिडियोमा लगेर म तपाईँलाई देखाउनेछु। म भिडियोमा एक्चुअली म टच गर्नेछु, त्यहाँ म हेर्नेछु र अहिले मेरो भिडियोलाई मैले अन गरेर देखाउँदाखेरि यहाँ चाहिँ कुनै पनि हैन अन अप्सन अथवा मोनेटाइजेसनको लागि यहाँनिर अन अप्सन हामीले चाहिँ देख्न सक्दैनौँ। अब हामीले सम्पूर्ण भिडियोहरुमा चाहिँ मोनेटाइजेसन अन गर्नको लागि चाहिँ यहाँनिर हेर्ने भने साइडमा चाहिँ यो अनको अप्सन रहेको छ हैन, यसमा तपाईले चाहिँ टच गर्नु होला र टच गरिसकेपछि अगाडिकै हामी अप्सनमा आइसकेका छौं। अब सबभन्दा सुरुमा चाहिँ हामीले देख्न सक्छौं, सबभन्दा सुरुमा चाहिँ अन युट्युब भनेर भनेको छ र यहाँनिर हेर्ने भने चाहिँ हामीले अप्सनहरु देख्न सक्छौं है। त्यसैगरी यी सम्पूर्ण एडहरु चाहिँ हामीले अन गर्नुपर्ने हुन्छ। सबभन्दा सुरुमा चाहिँ वाच पेज एड भनेर भनेको छ, यसलाई हामीले अन गर्नुपर्ने हुन्छ